चक्कर लाएर यस्तोबाट यस्तो बाटो चढेर यताबाट सागा आइपुग्यो। अब माथि दर्शन गर्न जाने हामी आउनु त 10-12 जना छौँ, तर यहाँ चाहिँ 2-3 जना मात्रै छौँ। सागाबाट देखिएको काठमाडौँ उपत्यका। आज उतातिर पानी परेको छ मजाले, यता चाहिँ मस्त घाम लागिरहेछ। मन्दिर सागा हामी चक्क लाएर सागा आएको छौँ। मन्दिर देखाउनुपर्छ मन्दिर पनि। मन्दिर कस्तो दामी भ्यू आज सागाको। सागा घुम्न आएको रे। यस चर्को टिकटक छ यता मोबाइलमा व्यस्त। हाम्रो मोटु गोलु हेलो सागर सर बहिनी आम्मामा लाजाले हेर लाजाले दिदी भाइ आज कहाँ आएको भाइ? हामी कुन ठाउँ आएको? यहाँ के ल्याएको छ अगाडि? संसारकै सबैभन्दा अग्लो शिवको मूर्ति अनि 143 फिट अनि कैलाशनाथ महादेव कहाँ कुन ठाउँ? भक्तपुर रहेछ। महाशिवरात्रिको पावन अवसरमा हार्दिक स्वागत गर्दछ। आज होइन नि त? होइन टिकटक बनाएर सिद्धिया छैन। सागा आएको यत्रो बेर भइसक्यो, अहिलेसम्म टिकटक बनाउँदै बसिया। हामी टन्नै आएको थियौँ, अहिले आउनु चाहिँ अब 1 2 3 4 5 जना मात्रै छौँ यहाँ। अब चाहिँ हामी सागाबाट निस्क्यौँ। पानी घाम पानी सल्को बिहे भने जस्तै भइरहेछ। यहाँबाट हामी यही बाटो हुँदै 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 यता जाँदै बाई बाई भन्ने हो। कहाँ कि आज? ओइ कहाँ जा? त कहाँ कि त? ओइ त कहाँ कि आज?